अब एकछिन बेहुलीसँग बस्नु बाउ माइतीले सोध्छ होला एकछिन बस्नु न के फटाफटी भनिदिनु न ज्वाइँलाई डराउनु कुरा होइन म माथि डराउँदै तपाईको साथी उमा हो उता जानु हेर्यो मान्छे लु बस्नु अब ज्वाइँ नै अब छोरीको साथी भनेपछि ज्वाइँ नै अब होइन अब तपाईँले मेरो छोरी लिएर फुल फले त फुलेछ अब तिमीले फुल फुलेकोमा पात्र चाहिँ कि बोट्रो जो मक्सा हैन नक्साले पात्र चाहिँ अनि मैले बोटे रोजे भन्नुहुन्छ कि नक्साले बोटा रोजेको ज्वाइँले भन्नु न के अब तपाईँको अरूको भएको कि तपाईँहरूको माया मजुरीबाट भएको यो ए ल अब त्यसमा अथवा एकछिन अब दाजुले सोध्छ यो टुरी केटी हो भोलि पछि गरी खान सक्छ सक्दैन आज नै आज देखेर हिरा भोलि देखेर भोलि झन् देख्न नपरोस् किरा देख्न नपरो तपाईँहरूको माया मजुरीले गएको भएदेखि र तपाईँहरूको कति कति निकालेछ गहना पातल अब दिएको छैन होला अब कतिका के अरे ज्वाइँले अब बहिनीलाई के धितो कति दिएको छ कति दिएको छ अब पुरानो पारा हाम्रो बामा चाहिँ अब यस्तो पनि हो फेरि अब के अरे अब तपाईले हाम्रो बहिनीलाई पहिल्यैदेखि चिन्नु भएको कसैले अब के अरे थकाइलोलाई गरेर बिहे गर्नु भएको कि वा जबरजस्तीमा बिहे गर्नु भएको कि अब यो चाहिँ स्पष्ट गराइदिनु पर्यो यहाँ हामी थुप्रो दाजुभाइ छौँ होइन अब त्यो चाहिँ तपाईँले स्पष्ट गराइदिनु पर्यो हाम्रो पहिल्यैदेखि बोलचाल थियो अब पहिल्यैदेखि अब राजी बुझाउने हो भने अब मेरो चाहिँ अहिले जति के अरे दुईजनाको सम्बन्ध राम्रो छ पछाडिसम्म त्यस्तै सम्बन्ध देख्नु पाइयोस् अब कसैदेखि हाम्रो फलना यस्तो उस्तो अब भन्ने खबर नआओस् होइन अब जति अहिले जति राम्रो छ त्यति नै राम्रो हुँदै जाओस् होइन प्रायः जस्तो के अरे घरमा ठकठक ठुटु होला त्यो आफ्नो ठाउँमा छ तर त्यो भन्दा बहिनीले अर्कोसँग बिहे गर्यो ज्वाइँले अर्को ल्यायो फेरि अर्कोसँग यस्तो भयो अर्कोसँग उस्तो भयो भन्ने चाहिँ हामीले सुन्न नपरोस् अनि ठकठक ठुटु नै नहोस् के ठकठक ठुटु होइन एक दिन होला होइन त्यो आफूबादमा त्यो तपाईँहरूकोमा मात्रै होइन मेरो केसमा पनि हुन्छ अब त्यो पहिला बुवाहरूको केसमा पनि भएर आएको त्यो सामान्य कुरा अब के अरे पहिला बुढापाकाले भन्थ्यो अगुल्टो पनि नठोसी बाल्दैन अरे त्यस्तै परिवारमा पनि केही कचाकुचुक नगरी त पक्कै परिवार चल्दैन कोही बेला बहिनीले काम बिगार्नु कोही बेला तपाईँले काम बिगार्नु होला होइन अब त्यतिखेर काम बिगार्दाखेरि बहिनीले एक दुई शब्द नराम्रो भन्नु अब तपाईँले काम के अरे बहिनीले काम बिगार्दा तपाईँले एक दुई शब्द नराम्रो भन्नु होला त्यतिखेर तपाईँको ठकठक ठुक्नु होला तर त्यति हुँदैमा के अरे यो उसको चाहिँ नहोस् 36 को के अरे पोजिसन चाहिँ नहोस् एउटा एकातिर पूर्वतिर फर्किने एउटा पश्चिमतिर फर्किने कहिले नहोस् जहिले तपाईँहरूको सम्बन्ध 63 को हो एकैतिर फर्किराखेको मिलिराखेको देख्न पायौँ त्यति नै मेरो चाहिँ भनाइ र अरू केही नराम्रो नहोस् त्यति हो मेरो चाहिँ अब रीति बढाउनु पर्यो हौ त्यसमा अब के अरे अब बहिनी तपाईँले दिनु भएको कुरा चाहिँ हामी अहिले हेर्छौँ होइन के अब कुटुम्बहरूले के दिनु के दिनु भएको छ अथवा देखाउनु पनि पर्दैन मुखले भन्दा भइगयो देखाउनु न दिएको छैन दिएको छैन दिएको अनुसारले त देखाउनै पर्यो हामीले हेर्नु पाउनु पर्यो अब यो मखा मुन्द्राको
मामाले र माइती राखेको बाउ राखेको हेर दिनुपर्छ फेरि दिएको छुइनँ भन्ने रहेछ दिएको छैन होइन हाम्रो छोरा बुहारी हजुरको चेली हजुरको छोरी छोराले ल्याउनु भएछ आज 2-3 दिन भयो होइन त्यसो हुँदा हामीले उहाँलाई दिनु सकिनँ अब बिस्तारो सक्दाखेरि दिउँला हजुरहरूले अब माइन्ड नगरिदिनु होला नरिसाइदिनु होला होइन रिसा पनि होइन त्यो त कति कुरो भन्ने एउटा त्यो चाहिँ एउटा रीति नै हो हजुर कति त्यो चाहिँ हामीले यो भनेको बेलामा जनताले सोध्ने तारिख हो। तपाईँहरूले दिनै पर्छ भन्ने चाहिँ होइन है हजुर त्यो त दिइहालेको भने मात्रै अब कति कुरा छ नि अब दिन्छ नि होइन अब पाइले पाइले चाहिँ दिएको छ भने दिएको छ भने चाहिँ अब यहाँ कति दिएको छ भने त्यो चाहिँ देखाएर माइतीले मामाले हो अनि बुबा हामीहरू अझै आधी छैन त हामीलाई यो घरमा अर्थ छैन मागेको चाहिँ होइन मागेको होइन यो चाहिँ कति कुरो मागेको होइन त्यो 10 कुरा जुदाएर विभिन्न चिना टिपाएर उनीहरूको चाहिँ ठ्याक्कै मिल्ने नमिल्ने पछि के अरे वैवाहिक सम्बन्ध कति सिक भने त्यो हेर्दो रहेछ हाम्रो त यसो हेराएर गएर मन मिल्यो ल भने दिए भइहाल्छ नि त भोलि यदि अब हाम्रो पनि चाहिँ दीर्घकालीन बिहे हुनु सकेन इनकेस त्यस्तो त हुँदैन हुनु सकेन भने त्यो चाहिँ अब अहिले तपाईँले दिनुभयो त हामी फेरि बाबु माइती त्यो त तपाईँले फिर्ता गर्नुपर्छ तपाईँ त यहाँ त दाबी गर्नुहुन्छ होइन मेरो यतिको मेरो यति लागेको थियो यति लागेको थियो त्यो पाउने तपाईँ दाबी गर्छ अहिले देखियो भने चाहिँ यति थियो है त्यसको लागि मात्रै हजुर मात्रै हामीले त्यो चाहिँ पछाडि तपाईँहरूको सम्बन्ध यदि टिकेन अब इनकेस है त अपवादमा अब के अरे 100मा 5% को त्यस्तो होला होइन अब त्यो 5% मा तपाईँहरू नपर्नुहोस् मेरो आग्रह त्यस्तो भइहाल्यो भने चाहिँ हामीले बिगो तिर्नुपर्छ क्या अब त्यो चाहिँ बहिनीले पहिला तपाईँहरूले दिनुभएको बहिनी कुनै अरूसँग बिहे गरेर यदि गइदियो भने त्यो चाहिँ अब कुटुम्बदेखि त हामीलाई आउँछ नि त तपाईँको छोरीलाई यति हामीले दिएको त्यो आएको बिगो चाहिँ माइतीले तिर्नु